हेलो गाइज वेलकम टु माई ब्लग। सो हाम्रो नयाँ जर्नीमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ अहिले भुटिया डाहा भन्ने पोखरीमा पौडी खेल्न गइरहेको छु। साथै तपाईँहरूलाई पनि म देखाउनेछु त्यहाँ जाने बाटो र सबै सम्पूर्ण जानकारी सक्दो दिनेछु। आज मसँग साथमा हुनुहुन्छ क्षितिज ब्रो, जो मेरो फ्रेन्ड हो प्लस दाइ पनि पर्छ है। तर हामी दाजुभाइ भए पनि हाम्रो बोन्डिङ चाहिँ फ्रेन्डसिप र दाजुभाइको नै छ भन्दै हाम्रो यात्रालाई अगाडि बढाउने छु है। तपाईँहरूलाई बिस्तारै म बाटोहरू देखाउने छु। अहिले चाहिँ म नडादेखि चतरा हुँदै जाँदैछु र म तपाईँहरूलाई चतरा पुगेपछि एउटा फेरि सानो भिडियो क्लिप सुट गरेर तपाईँहरूलाई देखाउने छु यो बाटोबाट यसरी जाने हो भनेर। क्याच यु गाइज। हामीसँग चाहिँ यो साइडबाट आउने बाटो चाहिँ धरानबाट हो। धरानदेखि यतापट्टि जाने चतरा भयो होइन। ऊ सिधै जाने पनि काठमाडौँतिर पनि भयो यो बाटो। त्यसैले हामी चाहिँ अहिले इटरीको बाटोबाट आइरहेको छौँ। प्लस हामी यहाँबाट चाहिँ सिधै जाने हो जुन काठमाडौँतर्फ जानेछ, जुन चाहिँ ठाउँ बेलटार जाँदैछौँ हामी अहिलेलाई। तपाईँहरू धरान आउँदाखेरि चाहिँ यो साइडबाट आएर यसरी जानुपर्छ। सो त्यही भन्दै हाम्रो फेरि यहाँदेखि कन्टिन्युस राइड छ। यो चाहिँ तपाईँहरूलाई बाटोको जानकारी होस् भनेर मैले भिडियो बनाएको हो। र अहिले हामी चतरा बजार यो साइडमा छ भने चतरा बजारलाई छोडेर हामी सिधै बेलटार गाईघाटतर्फ लागिसकेको छौँ। थ्याङ्क यू। ओके, अहिले चाहिँ हामी चतरा पुल पुगिसकेको छौँ। मेरो चाहिँ चतरा पुल एकदमै नजिक छ मेरो घरदेखि। सो म यहाँ आइ पनि बस्छु, बेलुका बेलुका मलाई अल्छी लाग्यो भने पनि आइबस्छु। अनि अर्को कुरा भनेको चाहिँ अब यहाँनिर अलिकति वातावरण पनि चिसो छ नि त, त्यही भएर म चाहिँ आइ नै बस्छु। ओहो, अनि अर्को कुरा भन्नुपर्दा त आज त मैले बिलबुकहरू केही पो बोकेको छुइनँ त यार। आयो केही चेकिङहरू हुँदैन नै होला, किनकि काठमाडौँबाट यहाँ आउँदा त चेकिङ भएको छैन अहिलेसम्म। प्लस यो बाटो त धेरै हिँडी पनि राखेको छु र अहिलेसम्म चाहिँ कतै चेकिङ भएको छैन है। अहिले चाहिँ हामी फेरि पनि रामपुर आइपुगेछौँ। रामपुरबाट चाहिँ हामी स्ट्रेटै जानेछौँ काठमाडौँ जाने बाटोतर्फ। र मलाई साथीभाइहरूले चाहिँ इङ्ग्लिस नबोल भनेर नै भन्छन्, किनभने मेरो इङ्ग्लिस त्यति राम्रो छैन। त्यही भएर म नेपालीमै बोलेर नेपालीमै भ्लग बनाउने प्रयास गर्दैछु। र जुन फर्स्ट भ्लगभन्दा सेकेन्ड भ्लगमा चाहिँ केही कुराहरूको सुधार गर्न चाहन्छु। जस्तै कि मेरो बोली मैले धेरैचोटि होइन भनेको छु, त्योलाई सुधारेर अहिले चाहिँ म आफ्नो बोलीलाई कन्ट्रोल गर्नु सिकिरहेको छु भन्दै हामी आफ्नो राइडलाई अगाडि नै बढाउँ। ओके, साकेला चोक हुँदै हामी अगाडिको चोकमा पुग्नेछौँ। हेलमेट चाहिँ बाटोमै छोडिदिनु होला, किनभने लास्ट पनि मेरो एक ठाउँमा हेलमेट हराएको छ। त्यहाँदेखि मलाई ट्रमा परेको छ हेलमेट हराउला कि भन्ने जुन ट्रमा। द्याट्स वाइ म चाहिँ सायद हेलमेट बोक्छु बरु। यो ठाउँको नाम रहेछ सुपाडी चाहिँ होला, त्यो अलिकति केही मेटिएको होला त्यहाँनिर। ओके, सुपाडे वा सुपाडी त्यो ठाउँमा पुग्यौँ। अब यहाँदेखि चाहिँ हामी उहाँदेखि यता राइटतिर हुँदै जानेछौँ। यहाँनिर एउटा सानो बाटो छ, त्यो बाटो हुँदै जानेछौँ। धेरैलाई त यो बाटोहरू थाहा होला, तर धेरैको लागि यो चाहिँ नयाँ बाटो पनि हुनसक्छ। त्यही भएर म चाहिँ बाटोहरू देखाउँदै नै जानेछु। अब फेरि यहाँदेखि स्ट्रेट बाटो नै जानु होला। सायद यो बाटोबाट पनि कतै क्लोज कनेक्सन चाहिँ छ होला, तर मलाई त्यो बाटो चाहिँ थाहा भएन। म आउने चाहिँ यही बाटो हो, त्यही भएर चाहिँ मलाई यो बाटो मात्रै थाहा छ। पहिला पनि म आइसकेको छु यो ठाउँ दुईचोटि, सायद 2 या 3 चोटि आइसकेको छु। र हरेकको ग्रुपमा एउटा त्यस्तो केटा साथी हुन्छ होला जो चाहिँ केटी भन्दा ज्यादा नखरा देखाउँछ। मेरो ग्रुपमा चाहिँ क्षितिज राई एकेए ह्यान्डसम केटा, केटीले बरु त्यति धेरै चटक्स देखाउँदैन जति यो मान्छेले देखाउँछ।
म जस्ट मेरो बाटोहरू चाहिँ दिमागमा क्यालकुलेट गर्दै हिँड्दैछु। ठिकै छ, अब बुढो मान्छेहरूलाई गाली गर्नु मिल्दैन होइन। उहाँले गाडी आउँदैछ भने बाटो छोडेको, मैले उहाँ जाँदैछ भने बाटो छोडेँ। हल्का मिसअन्डरस्ट्यान्डिङ भएको हो। अब यहाँदेखि चाहिँ खोलाको बाटो पनि सुरु भइसकेको छ। यो बाटो चाहिँ नछोडिकन जानु होला, तपाईँहरू पुग्नुहुनेछ। पहिला नै झन् पर बाटो एकदमै खराब थियो, तर त्यहाँ चाहिँ श्रमदान गरेर बनाइसकेको छ भन्ने सुनेको थिएँ। अहिले त यहाँ खासै पानी छैन, नत्र त यहाँ सबै पानी हुन्थ्यो। हामी चाहिँ त्यस्तो टाइममा आएको थियौँ। र म मेरो साथीहरूलाई यही भिडियोको तर्फबाट भन्न चाहन्छु कि आई मिस यु गाइज। तलको बाटो नलिई माथिको बाटो लिएर जानुपर्ने हुन्छ। साइनी बहिनीलाई त थाहा छैन होला, कसैलाई सोध्नु पर्दैन होला, किनकि मलाई यो बाटोहरू अझै पनि याद छ। मास्तिर त त्यो झर्ना जाने बाटो त सायद यतिको पनि राम्रो छैन क्या, टोटली अफ रोड के। तर आई डोन्ट केयर अबाउट अफ रोड बिकज आई हेभ बजाज पल्सर 150 ट्विन डिस्क, जसको सस्पेन्सन चाहिँ एकदमै लचकदार र मजाको छ। ज्यादा कन्फिडेन्ट भएर उल्टो बाटो आएछु। धन्यवाद हजुरहरूलाई, यही बाटो जानु भन्दै थियो। हैट, खासमा पल्लो बाटो चाहिँ रहेछ, हामी चाहिँ यो बाटो आएछौँ। टु बी मोर कन्फिडेन्ट इज अल्सो नट गुड है। उहाँहरूले यही बाटो देखाउनु भएको थियो त यही नै हो। यो त कनेक्सनै बेग्लै बाटोको छ जस्तो छ त। हामी भुजाडह जान आँटेको थियौँ। ठाउँै बाटै सबै भुजाडह जस्तै नै छ। पनौतीहरूसँग हिँडे पछाडि अलिकति बाटोको त कन्फ्युज हुनु यो त स्वाभाविक कुरा नै हो। तपाईँहरू चाहिँ बाटो आउँदै हुन्छ भने सोध्दै आउनु होला, किनकि बाटो एकदमै खराब प्लस एकदमै सोच्नु नसक्ने खालको बाटोहरू छन्। त्यही भएर हामी जस्तै हिरो भएर नआउनु होला। त्यो हल्लिएको मैले तिमी नराम्रो भन्नु खोजेको होइन, बाटो नराम्रो। So finally we are on our destination. यहाँदेखि चाहिँ हाम्रो वाकिङ स्टार्ट हुनेछ। हेलमेट चाहिँ एनी टाइम विथ माइसेल्फ, किनकि लास्ट टाइम मेरो हेलमेट चोरी भएको छ। त्यही भएर म चाहिँ भरसक बोकेर हिँड्छु। यहाँदेखि चाहिँ बाटोहरू राम्रै बनाएको छ भन्ने सुनेको थिएँ। पहिला त यहाँ बाटै थिएन लगभग। अब यहाँदेखि चाहिँ सिधा हुँदै 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 जाने है त। यस्तो छ होइन, अब यताबाट यस्तो जानुपर्छ माथिसम्म। अब हामी चाहिँ बाटो चढ्दैछौँ भने बाटो चाहिँ यस्तो छ, उकाली ओह्राली भन्ज्याङ चौतारी जस्तो छ। Yes, finally we are here. आइपुग्यौँ हामी so-called भुटियाडह, and I think there are pretty much people who are enjoying. Finally we made it. So hello guys, हामी चाहिँ पौडी खेलेर आइसक्यौँ र जाँदा एक्लै गए तापनि फर्किँदाखेरि चाहिँ अगाडिको 4वटा बाइक मेरै फ्यामिली मेम्बरहरूको हुनुहुँदो रहेछ। एभ्रिथिङ वाज पर्फेक्ट, लाइक प्लान्ड होइन, प्लान गरेको जत्तिकै भएर गइयो। जस्ट खुसी लाग्यो मामाहरूसँग यसरी हिँड्नु पाउँदा, भेट्नु पाउँदा। भन्दै
अब म मेरो ब्लगलाई आज यहीँ इन गर्नेछु हामी फेरि पनि भेट्नेछौँ ल यति भन्दै बाई बाई गाइस सी यू सुन हामी फेरि हाम्रो नयाँ जर्नीमा भेट्ने हुनेछौँ बाई बाई